खोइ यस्तो त भएको थिएन त्यो भइसक्यो हामी चढेर म अफिसमा आउँछु यसमा हामी के गऱ्यौँ यो भएन यो चाहिँ यो प्याकेज नेम सबैमा चाहिन्छ जति पनि क्लास गर्छ हाम्रो होइन त्यसमा सुरुमै हामीले चाहिँ के राख्नुपर्ने हुन्छ भने प्याकेजको नाम राख्नुपर्ने यो भन्यो भने हाम्रो एउटा हुन्छ है चिनेन कि अब के हो कस्तो के पनि चिन्दैन है सुरुमा हाम्रो जुनै पनि क्लास होइन सुरु हुँदाखेरि के हो प्याकेजको नाम आउँछ त्यसपछि अब त्यसपछि अब के हुन्छ क्लासको नाम आउने भयो होइन यसमा हामी के गर्यौँ ट्याब होस् यो के गर्यो भन्दाखेरि यो हाम्रो ट्याब होस् ट्याब एक्टिभिटी जुन छ उसले चाहिँ के गर्न सक्छ भन्दाखेरि उसँग एउटा ट्याब होस् अलरेडी बसिरहेको हुन्छ है त्यही कुरा के गर्यो मैले ट्याब होस्टमा राख्यो है यसलाई चाहिँ एसाइन गरेँ होइन अब हामीले के गर्ने ट्याब होस्टमा ट्याब होस्ट डट सेट एड होइन एड ट्याब होइन एड ट्याब गऱ्यो यसमा चाहिँ एउटा नयाँ ट्याब एड गऱ्यो होइन अब ट्याब होस्ट डट न्यू ट्याब होइन यो चाहिँ होइन ट्याब लेख्नु पऱ्यो UD1 है यो यहाँसम्म ट्याब बनायो राख्यो है डट अब के गर्नु पऱ्यो सेट कन्टेन्ट यो हामीले चाहिँ अब अहिले के गर्नु लाग्यो भन्दाखेरि भ्यू राख्नु लाग्यो होइन यो सेट कन्टेन्टमा नयाँ भ्यू राख्ने काम भइरहेको थियो होइन भ्यू आइडी छ यसमा हामीले चाहिँ के राख्नु मिल्छ भन्दाखेरि यसरी लेबल पनि राख्नु मिल्ने भयो ट्याब 1 भनेर होइन त्यसै गरी जुन देखिन्छ हाम्रो भ्यूमा होइन त्यसको टाइटल चाहिँ के राख्ने सेट कन्टेन्ट भयो सेट कन्टेन्ट भनेको यसमा चाहिँ भ्यू राख्नु पऱ्यो हामी चाहिँ यसमा इन्टेन्ट कल गर्न पनि सक्छौँ होइन त्यसै गरी नयाँ भ्यूहरू जुन छ भ्यू छ भने हामी भ्यू देखाउन पनि सक्छौँ है त्यसरी है हामी चाहिँ अहिले के गर्यौँ नयाँ इन्टेन्टमै कल गरेर अर्को एक्टिभिटीमा पठाएको होइन अब यसलाई के गरौँ सेट कन्टेन्टमा इन्टेन्ट छ होइन न्यू इन्टेन्ट ट्याब एक्टिभिटी ए त्यही भएर रहेछ यो किन आयो थाहा छ नेम सेम भएर यो नेम के छ यो नेम र यो नेम सेम भयो होइन उसले चाहिँ कन्फ्लिक्ट हुनुभयो त्यही भएर के उसले यहाँ डाइरेक्ट सबै राखिदिने होइन त्यसपछि के हो उताको भन्ने चिन्यो त्यही भएर नाम राख्दाखेरि उसको उसले युज गरिसकेको नेम छ भने युज नगर्नु होला है हामी के गरौँ यसलाई अब क्लास नेम चेन्ज गरिदिनु पहिला सेभ गरौँ यसको यहाँ रिफ्याक्टर हुन्छ रिनेम गरेर हुन्छ रिफ्याक्टर गऱ्यो भने भयो त सबै उसले भित्र कहीँ युज भएको छ भने त्यहाँ पनि यसले चेन्ज गरिदिन्छ है जस्तै अहिले यो गऱ्यो भने यो ट्याब एक्जाम्पल फिनिस यो होइन अब के गर्यो भने अब यहाँ यस्तो भयो भने यो अब के भयो भन्दाखेरि हामीले नयाँ इन्टेन्ट कल गर्नु होइन यसको ट्याब एक्जाम्पल एक्टिभिटी है अनि यसमा केमा जाने लगइन एक्टिभिटी गर्दाखेरि अब के भयो लगइन एक्टिभिटीमा जाने भयो होइन अब यो सेट कन्टेन्ट भयो सेट अब के गर्न सकिन्छ भने यहाँनिर डट सेट के छ अर्को इन्डिकेट
इन्डिकेटर होइन ट्याबको इन्डिकेटर यसको नाम के राख्नु हुन्छ है यसमा अघि फर्स्टमा हामीले के गरौँ यसरी TAB1 भनेर ट्याब 1को नाम राख्यो होइन यस्तो भयो होइन अब अर्को सेकेन्ड अब एउटा ट्याब त बन्यो अन्त होइन अब सेकेन्ड ट्याब बनाउनु पऱ्यो हामीले होइन सेकेन्ड ट्याब बनाउनुको लागि फेरि डट एड ट्याब है ट्याब गऱ्यो यसमा के छ ट्याब होस् डट न्यू होइन यसमा ट्याब के राखेँ ट्याब न्यू राखेँ होइन डट इन्डिकेटरमा यसमा भ्यू राख्छौँ है अहिलेलाई चाहिँ यहाँ खाली राखौँ पछि यसमा भ्यू राख्छौँ हामी एउटामा भ्यू आउने भयो अर्कोमा चाहिँ टेक्स्ट मात्र आउने भयो त्यसरी गरौँ है अनि डट सेट कन्टेन्टमा चाहिँ अब यसमा न्यू नै कल गरौँ है होइन के छ के छ टेलिफोन एक्टिभिटी यो चाहिँदैन ट्याब एक्जाम्पल डट के चाहिँ टेलिफोन एक्टिभिटी डट क्लास है अब के हुने भयो यसमा के छैन सेमिकोलन छैन है यसरी दुईवटा ट्याब बन्यो हाम्रो होइन एउटामा इन्डिकेटर के छ यसरी यहाँ टेक्स्ट छ अब यसमा चाहिँ हामी इन्डिकेटर चाहिँ भ्यू बनाएर राख्ने होइन यो नेम यो देखिने कुरा भयो होइन यो चाहिँ ट्याबको भनेको हामीले चाहिँ सेट ट्यागहरू सेट गर्छौँ नि त्यसलाई टेक्स्ट भ्यूहरूमा कुनै पनि भ्यूमा चाहिँ ट्यागहरू राख्नु पऱ्यो नि ट्यागले चिन्नु है यसको ट्याग भयो यो चाहिँ देख्ने कुरा हो इन्डिकेटर अब यसमा एउटा भ्यू पनि राख्नु है के बनाएको थिएँ मैले टेक्स्ट भ्यू यसको न्यू टेक्स्ट भ्यू होइन अनि यसमा कन्टेक्स्ट पास गरौँ दिस है यो भयो सेप यो भयो लेआउट प्यारेन्ट है लेआउट प्यारेन्टमा न्यू लेआउट प्यारेन्ट के छ हाम्रो आइफोनमा होइन लेआउट प्यारेन्ट ग्राफ कन्टेन्ट त्यसै गरी यसरी के भयो यो टेक्स्ट भ्यूको हाइट विथ सेट भयो होइन अब टेक्स्ट भ्यू डट सेट ब्याकग्राउन्ड गरेर होइन अझै हामी यसमा कलर होइन कलरमा डट फर्स्ट कलर यो युज गर्छ है म यो भयो भने पछि जुन कलर पनि युज गर्न सक्ने होइन अब यसमा रेड कलर होइन यसमा चाहिँ यो 3 किनवटा भयो होइन यसरी हामीले चाहिँ F0 गऱ्यो भने अब कतिवटा यो 6 वटा हुनुभयो है यसमा अझै धेरै कलर युज गर्नु है यो युज गरे पनि हुन्छ हामी होइन यहाँ चाहिँ कलर दर यहाँ यसरी अरू छ यहाँ यिनीहरू युज गरे पनि सकिन्छ है यो भयो है अब टिभी डट सेट ड्रएबल ड्रइङ भयो टेक्स्ट भ्यूमा के राख्ने हामी एड ब्याकग्राउन्ड कलर राख्यो कम्पाउन्ड ड्राइभर है सेट कम्पाउन्ड ड्राइभर यो युज गर्नु है यो भयो के हुने भयो हामी चाहिँ चारैतिर जुन अस्ति युज गरेको थियौँ एक्सेलमा युज गऱ्यो नि हामीले टेक्स्ट भ्यूको लेफ्टमा राइटमा इमेज राख्यो नि है यसको इक्विभ्यालेन्ट है यो कोडबाट यसबाट दिँदाखेरि सेट कम्पाउन्ड प्याडिङको आएको छ सेट कम्पाउन्ड ड्राइभर है लेफ्टमा के दिने है यसको लागि हामी आर डट हिसाब पनि दिनुपर्छ सानो है के राख्ने है
कस्तो नाम अब टपमा हामीलाई चाहिन्छ चाहिँदैन भने 0 राख्छ हैन राइट नि चाहिँदैन 0 है इन्टिजरमा पनि ड्रएबल हुने चाहिँ इन्टिजर राख्न नपाइने हो नि हैन यसमा ड्रएबल राइट ड्रएबल नै चाहियो भने है यसमा चाहिँ हामी के गर्छ अब यसमा यसरी लिनुपर्ने हो ड्राइभर जिरो लिँदैन यहाँ चाहिँ नल राख्ने है के गरेको यो हामीले यसमा चाहिँ अघि इन्टिजर डाइरेक्ट यो जुन आइडी नै पठाएको थियो होइन यो दिएन भने यसमा चाहिँ ड्राइभर चाहियो भने ड्राइभर चाहियो भने चाहिँ मैले के गरेँ भन्दाखेरि रिसोर्सेसभित्रको रिसोर्सेस भनेको यो जुन हाम्रो रिसोर्स फोल्डर छ यो भित्र के छ यसमा ड्राइभर दिनु गेट ड्राइभर गरेँ है यसले चाहिँ यो आइडी भएको ड्राइभर चाहिँ यसले रिटर्न गर्नुभयो हामी चाहिँ ड्राइभर राख्नु भएन कम्पाउन्ड ड्राइभर के राख्यो भने लेफ्टमा मात्र एउटा इमेज राख्यो अनि टप राइट बटम सबैमा नन के पनि नराख्ने भन्दैन अब टिभी डट सेट टेक्स्ट है अनि कुन ट्याब हो हाम्रो ट्याब 2 है अब यो जुन टिभी छ टेक्स्ट भ्यू यसलाई मैले युज गर्छु है यहाँ त्यो पनि लगाउनु छैन टिभी यसरी होइन यो भने तपाईँलाई रन गरेर है त्यसमा यहाँ चाहिँ लगइन एक्टिभिटी छ अहिले होइन गाडी कपी गरेर यो जुन लगइन गर्छ यसको लगइन के गर्नु ट्याब यो है यो किन यसो भयो भने यो ट्याब भयो यसलाई ऱ्याप कन्टेन्ट गरेको थियो नि हामीले होइन ऱ्याप कन्टेन्ट गरेपछि सानो मात्र हुँदैन होइन यो सानो युट्युबमा त हुँदैन
यसको हाइट फिक्स क्लियर गरौँ भने इमेज होइन इमेज के मिल्यो ड्राइभल इमेज यसको इमेज क्या आइसी लन्चर छ नि हुन्छ होइन आइसी यो भयो होइन आइसी लन्चर राख्यो मैले अब यसमा जुन वेट छ नि होइन ग्राफ कन्टेन्ट गरेकोमा फेरि लगाउनु Panggilan sana sih, icon aja nggak ada. Ini boleh, Soalnya size kecil untuk motor kita mana? benar. Kalau kita lagi kan ini, mana dulu. इसमें भ्यू राखेन हामीले होइन त्यो सबै भ्यूहरू यसको चाहिँ के हुन्छ भन्दाखेरि होइन हामीले जुन यो दियो नि होइन यसमा टेक्स्ट राख्ने यो त्यो पहिले बनिसकेको छ होइन यसको चाहिँ के हो भने जति छ त्यो ठ्याक्कै मिलाएर लिनु भयो अब हामीले यो दिएपछि के भयो भने भ्यू जुन पठायो नि हामीले अब के गर्यो सबै कुरा हामी आफै मिलाउने जस्तो गर्छ उसले है त्यही भएर अब डिफल्ट उसको युज गर्ने हो भने हामी के पनि गर्नु परेन जस्तै यसमा यो बटनमा पनि होइन यसको डिफल्ट युज गरिरहेको छ ब्याकग्राउन्डमा है प्रेस गर्दाखेरि यस्तो जुन स्टेटहरू आयो नि त्यो सबै आफैले मेन्टेन गर्ने भयो है अब यसमा मैले ब्याकग्राउन्ड राखेँ भने के हुन्छ अब प्रेस हुँदाखेरि स्टेट त्यो पनि मैले दिनुपर्ने भयो होइन त्यसपछि नर्मल देखिँदा कस्तो देखिन्छ त्यो सबै मैले दिनुपर्ने चाहिँ त्यही भएर सबै दिनु छ भने हामी युज गर्ने हो होइन यो चाहिँ डिफल्ट युज गर्ने गाउँ हुन्छ अब यसमा यो ट्याब छ होइन ट्याबमा यो यस्तो आइरहेको छ त्यसको ओभरअल यस्तो यस्तो ल्याउनुको लागि चाहिँ के छ भने इमेजमै हाम्रो होइन ब्याकग्राउन्ड त्यसमा इमेज राखेको छ किन होइन तिनीहरूको युजहरू हुनसक्छ रन गरेर हामी दुईवटा ट्याब छ 3-4वटा जतिवटा चाहियो हामीले चाहिँ युज गर्न सक्छौँ नर्मली 4वटासम्म भन्नुमा ट्याबहरू होइन 4वटासम्म युज गर्छ एउटा धेरै ट्याब चाहिँ युज गरेर त्यति राम्रो देखिन्न जुन सानो डिभाइस छ यसमा कतिवटा चाहियो 3-4 होइन 4वटासम्म हामीले सर्च गर्न सक्ने ग्राफिक राम्रो इमेज हाल्यो है इमेज किन हाल्यो इमेज हालेको त हामी केमा टेक्स्ट भ्यूमा यो राख्नु ब्याकग्राउन्ड राखेको है ब्याकग्राउन्डमा कलर राखेको छ होइन यस्तो मान्नु है अर्को ट्याबको टेक्स्ट मात्र हो चाहिँ कस्टम बनाउँदाखेरि नभए अर्को एउटा भ्यू बनाउँछौँ है लिनियर लेआउट बनाएँ होइन त्यसपछि यसको पनि
set layout view set layout params ma layout params हुन्छ layout params match parent गर्नु हैन हामीले यो यसमा जुन छ नि यहाँ कहाँ छ यो ऱ्याप कन्टेन्ट गऱ्यो नि होइन यसको हाइट चाहिँ यसरी यहाँबाट म्याच प्यारेन्ट गऱ्यो भने यसले फुल दिनुपर्छ है पहिले यो चेक गर्ने कि यो राखेर अहिले लिनु है त्यसपछि भित्र हामी गर्दै यो रन हुँदै गर्छ अर्को चाहिँ यसरी यसमा इमेज पनि ल्याउनु पऱ्यो नि हामीलाई होइन इमेज यता अनि यता चाहिँ टेक्स्ट भयो होइन दुइटा यसको एन्ड यो के गर्यो भन्दाखेरि एउटा लिनियर लेआउट बनाएँ है मैले केमा बाहिरै बनाएको छ लिनियर लेआउट बनाएँ होइन लिनियर लेआउटमा यसको म्याच प्यारेन्ट गरेर यसको हाइट वेट राख्ने होइन डिफल्टमा ओरिजेन्टल ओरिएन्टेसनमा हुन्छ होइन अब यो के गर्छु म layout dot है add view है यसरी यसमा हामीले टेक्स्ट भिउलाई एड गर्न सक्छौँ यो बुझ्नु छ यो लेआउट बनाएँ मैले होइन लेआउटभित्र के गर्यो भने जुन माथिको टेक्स्ट भिउ छ नि हाम्रो है यसलाई चाहिँ एड गर्यो लेआउट भनेको हाम्रो लिनियर लेआउट छ लिनियर लेआउटमा मैले अब एउटा टेक्स्ट भिउ एड गरेँ है यसै गरी अब हामीले डिफ्रेन्ट भ्यूहरू यसमा एड गर्न सक्छौँ नि होइन सुरुमा टेक्स्ट भ्यू एड गऱ्यो राइट साइडमा इमेज देखाउने हो भने अब यसरी फेरि नयाँ इमेज भ्यू यसको लागि प्यारेन्ट देखाउनु पऱ्यो होइन इमेज भ्यू पनि होइन अब इमेज है यो अब इमेज डट सेट ब्याकग्राउन्ड छैन हामीसँग सेट ब्याकग्राउन्ड रिसोर्समा आर डट ड्राइभर डट आइसी लन्च यो इमेज भयो इमेजको ब्याकग्राउन्डमा हाम्रो के छ आइसी लन्च भनेर राखेँ होइन अब यसलाई पनि फेरि एड भ्यू होइन अनि इमेज है त्यो डाइनामिक भ्यू बनाइरहेको छौँ है अहिले हामी रन टाइममा भ्यू बनाएको है सबै यो चाहिन्छ है यसरी दुईवटा भ्यू बनायो अब के गर्ने यसमा टिभी टेक्स्ट भ्यू नराखिकन अब यहाँ हामी चाहिँ यो भ्यूमा लेआउट नै राखिन्छ लिनियर लेआउट बनायो लिनियर लेआउटमा दुईवटा भ्यूहरू राख्यौँ एउटा टेक्स्ट भ्यू अर्को इमेज भ्यू दुईवटा राखेर हामीले के गर्यौँ त्यो जुन लेआउट बन्यो अब त्यसलाई चाहिँ ट्याबको हाम्रो चाहिँ ट्याबको इन्टिग्रेटरमा राख्यो भने ट्याब इन्टिग्रेटरमा यो जुन अघि भन्नु है यसरी फुल आयो होइन अब यसरी यो आइरहेछ यसमा यसलाई सेन्टरमा ल्याउँछ ट्याब 2मा क्लिक गर्नु होइन 2मै रहेछ है सेलेक्सन आयो है जुन सेलेक्सन छ नि यो सेलेक्सन चाहिँ हामी के गर्छौँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि ट्याब 1मा हुँदाखेरि यो भयो है उसले आफै भयो है यो स्टेटहरू मिलाउनु पऱ्यो ब्याकग्राउन्डमा जुन हामीले इमेज राख्यौँ नि होइन त्यसको इमेजले गर्दा अब के भयो भन्दाखेरि इमेज राख्यो हामीले त्यसमा अब सेलेक्टर केही पनि छैन है अब जुन यो ब्याकग्राउन्डमा कलर राख्यो नि यसमा चाहिँ सेलेक्टरहरू राखेर हामी चाहिँ के गर्न सक्छौँ यसलाई चाहिँ अब डिफ्रेन्ट अब प्रेस गर्दाखेरि कुन देखाउने सेलेक्ट गर्दाखेरि कुन देखाउने भन्ने कुरा हाम्रो ट्याब 1 आफै हट्छ
अल्टरनेटमा आफ्नो हुन्छ कस्तो भन्दाखेरि त्यो ट्याब चाहिँ जुन यसमा आउने बित्तिकै यसमा सेलेक्ट भयो नि यो जुन आयो नि भनेर ऊ आफैले राख्ने होइन अब यसै गरी यसमा पनि हामीले त्यो कुराहरू राख्नु पऱ्यो है यो चाहिँ केमा हामी गर्छ भन्दाखेरि भोलि नै छ है भोलि नै गरौँ भोलि गरेर भोलि नै यसमा राखेर हेऱ्यो भने चाहिँ ठ्याक्क बुझिन्छ भने त्यो चाहिँ स्टाइल थिमिङहरू युज गर्छ नि यसमा होइन यसमा यो स्टाइल डट एक्सएमएल कलर भन्ने हो होइन त्यसपछि सेपहरू भयो सेपहरू बनाउन सक्छौँ ओभल सेपको कुरा सर्कल सेपको कुरा छ त्यो पनि राख्छौँ हामी होइन ट्रान्जिसनहरू भयो लाइन प्याड्स त्यसपछि सेपहरू बनाउने है सेप भयो सेलेक्टर बन्छ है यो सेलेक्टर जुन छ नि यसले काम गर्छ कि अहिले चाहिँ यो यसमा सेलेक्ट भइरहेको छ छैन हामीलाई थाहै भन्ने होइन यसमा क्लिक गर्दाखेरि जुन यो देख्यो नि यसमा सेलेक्ट भइरहेको छ यो अलिक माथिसम्म आएर देख्यो नि त्यस्तो कुराहरू चाहिँ हामीले सबै सेलेक्टर गरेर मिलाउनु पर्छ है यो भयो होइन अहिले के गऱ्यो हामी है लेआउट नै राखेको छ होइन अब यो आउँछ कि आउँछ वेब सर्भिस चाहिँ त्यो चाहिँ अहिले पहिला सिरियली जाने कि अब अहिले चाहिँ के छ भन्दाखेरि अब थिमिङ सकेपछि हुन्छ हामी त्यो गर्दा पनि केही छैन थिमिङ सकेपछि हामी अब डाटाबेस चाहिँ अब यसको लाइटको कुरा हो यसमा आउँछ होइन हामीले अब जुन यो कुरा छ नि सर्भरसँग कनेक्ट गर्ने कुरा भयो अर्को चाहिँ लगइनलाई हामी मोबाइलभित्रै भनौँ न होइन इन्टरनली नै हामीले चाहिँ अब लगइन कुराहरू गर्न सक्छौँ होइन त्यो कुरा चाहिँ यसमा छ यसो यसको लागि प्रोग्रामिङ सबै आउँछ होइन अब सर्भरसँग कनेक्ट गर्ने अनि त्यसपछि त्यो गर्ने भन्ने कुरा चाहिँ अब पछाडि छ नि त होइन भन्ने छ सिरियली गयो भने चाहिँ यो छ भन्ने थाहा हुन्छ बुझिन्छ होइन हामी रन गऱ्यो इमेज यता आयो यो भयो होइन के गर्यो प्रिपेरिङ गर्दाखेरि सबैले है ट्याब भन्छ अहिले फुल प्यारेन्ट गरेर के गर्यो भन्दाखेरि यो जुन लेआउट भन्यो नि हाम्रो म्याच प्यारेन्ट भएन म्याच प्यारेन्ट भनेपछि यो ट्याब होस् जुन छ सबै लियोले होइन होइन अब यसमा के गर्नु पऱ्यो हामीले यसको यो जुन छ विडियो भन्ने होइन अघि कति हेर्छ 250 हेर्ने होइन 250 यो चाहियो है यो गऱ्यो भने अब स्टाइल हेरौँ भोलि होइन हामी स्टाइलमा अब सबै हेर्दाखेरि एक दिनमै अलिक हामी गाह्रो होला होइन यो सबै हेर्छौँ हामी होइन कसरी होइन स्टाइलिङहरू युज गरेपछि के हुन्छ भन्दाखेरि अब डिजाइन चाहिँ अब हामीले चाहिँ गर्न सक्ने हुन्छ अब बटनहरू डिफ्रेन्ट राख्नु अहिले पनि गऱ्यो भने सबै डिफल्टमै छैन कलर छैन अब यसमा डिफ्रेन्ट कलरहरू युज गरेर होइन यसमा कुन हिसाबको भ्यूहरू बनाउन सक्नुहुन्छ ट्याबमा है राइटमा है यो चाहिँ लिनुहोस् है यो सानो भयो इमेज अघि आइरहेको एकदम लास्टमा आएन होइन यसको के छ यस्तो नि ऱ्याप कन्टेन्ट इमेजको ऱ्याप कन्टेन्ट अनि टेक्स्ट भ्यूको 250 म्याच प्यारेन्ट 250 सबै लिएपछि अरू कहाँबाट होइन यसलाई पनि ऱ्याप कन्टेन्ट गरिदिनु हुन्छ इमेज पनि हुनुपर्छ है
दियो है अनि इमेज पनि आयो। अब के गर्नु पऱ्यो भने ट्याबमा जुन यो इमेज आयो यो रेड कलर थियो नि होइन, यो चाहिँ यो टेक्स्ट भ्यूमा नदिकन यो लेआउटमा दियो भने के हुन्छ, यो होल ट्याब चाहिँ रेड कलरमा आउँछ। त्यसपछि यहाँ टेक्स्ट भ्यू अनि इमेज पनि यसरी आउँछ। यो डिफ्रेन्टहरूलाई चाहिँ मिलाएर आफूले हेर्नु पऱ्यो है राम्रो है। आजलाई यति गरौँ है।